हेलो दिस इज माई मिनी ब्लग। अनि मैले आज चाहिँ खाना बनाएको ब्लग बनाएको छु। खानामा चाहिँ मैले आज कद्दुको सब्जी बनाउन लागेको छु। खाना चाहिँ बनाइसकेर अनि मैले सब्जी चाहिँ काटेर रेडी बनाउँदैछु। खाना रेडी बनाइसकेपछि म बारीमा गएँ, सागबारीमा साग टिप्नको लागि। अनि मैले साग सँगसँगै खोले पनि काटेर ल्याउँछु भनेर खोले पनि यति काटेर लिएर आएँ। अनि मैले बाख्रालाई घाँस पनि हालिदिएँ, बाख्रा कराइरहेको रहेछन्। मैले घाँस ल्याइसकेर आएर अब म सब्जीको लागि भनेर कुकर बसाएँ। अनि कद्दु पकाउनलाई भनेर तेल हालेँ अलिकति। अनि त्यहाँ जिरा धनियाँ फुराएर हल्का प्याज लसुन खोर्सानीहरू चाहिने अनुसारको सिम्पल तरिकाले बनाउन भनेर बेसार पनि त्यहाँ हालेर सुरुमै घोलेर अनि मैले रेडी बनाएर राखेको थिएँ कद्दु चाहिँ। आलु पनि मिसाएको छु। अनि यसरी हल्का बोइल गरेपछि चाहिँ यहाँनिर हल्का मसला पनि एड गरिदिएँ। अनि त्यो चलाएर रस हालेर 2-3 सिटी लगाएपछि चाहिँ यो पाकेर एकदम रेडी हुन्छ खानाको लागि। अनि म चाहिँ बाहिर आएर साग केलाउन लागेको, छोरी पनि केलाउँछु भन्दै आइरहेछिन्। अनि यता भित्रपछि सिटी लागेर मेरो सब्जी चाहिँ पाकिसकेको थियो। अनि म फेरि ग्यास बन्द गरेर आएँ। अनि फेरि मैले साग केलाउन लागेँ। यता फेरि सिटी लागिसक्यो। अनि म चाहिँ अचारको लागि भनेर टमाटर काट्न लागेँ। अनि अब चाहिँ म यहाँनिर बन्द गरेर ग्यास चाहिँ अचारको लागि भनेर होइन अनि मैले चाहिँ यहाँ अचार बनाइरहेको छु। सायद मेरो भिडियो अगाडि रिपिट भएछ क्या, मैले एडिट गर्दाखेरि केही छैन। अनि मैले फेरि हल्का भोइस ओभर चाहिँ बिचमा बन्द गरिदिएँ। म चाहिँ अचार यो तरिकाले बनाउँछु, एकदम मनपर्छ मलाई यो तरिकाले बनाएको अचार चाहिँ। अनि यतातिर साग बहाल्न भनेर बाहिर लिएर आएँ मैले चाहिँ। अनि भित्र आएर मैले कुकर खोलेर हेरेको अघिको सब्जी चाहिँ एकदम रेडी भएको छ पाकेर। हेर्नुहोस्, हेर्दै कस्तो टेस्टी देखिरहेछ। खाँदा त झन् कस्तो मिठो भएको थियो। अनि हल्का म्यास गरेँ मैले त्यसलाई चाहिँ। अनि मैले साग बसाउनको लागि बुत्ता बसाइसकेँ कराई पनि। कस्तो टेस्टी देखिरहेछ हेर्दै। ओ माई गॉड। अनि त साग पनि मैले बसाइसकेँ।
मेरो साग चाहिँ अलमोस्ट रेडी भइसकेको छ है। हाफ बोइल मात्रै गर्ने हो सागलाई, धेरै पकाउनु हुन्न। लट्टेको साग चाहिँ एकदम मिठो हुन्छ हाफ बोइल गर्दा चाहिँ। अनि मेरो खाना पनि रेडी भयो अनि म खानातिर बसिसकेँ। सबैले दिइसकेर एकदमै मिठो भएको थियो, एकदमै मिठो, मलाई एकदम मन पर्यो। अनि म दही चाहिँ अनिवार्य खान्छु है, एकदम मनपर्छ मलाई दही चाहिँ, मेरो फेभरेट हो दही चाहिँ। अनि खाना सकेर चाहिँ म जुठो भाँडाहरू सबै गरेर पुछपाछ गरिसके भित्र सबै। अनि मेरो भ्लग चाहिँ यति नै हो है गाइज। थ्याङ्क्स फर वाचिङ एन्ड